माननीय शिशिर खनाल। सम्माननीय सभामुख महोदय, अहिले हामी मोन्ट्रियल प्रोटोकलको किगाली संशोधनको बारे छलफल गरिराखेका छौँ। सन् 2016मा नै अन्तर्राष्ट्रिय रूपमा पारित भइसकेको यो संशोधनको बारे हामी छलफल गर्ने क्रममा मूल रूपमा यो मोन्ट्रियल प्रोटोकलले चाहिँ क्लोरोफ्लोरोकार्बन यो जुन एयर कन्डिसन रेफ्रिजरेसनमा हुने ती तत्त्वहरूले ओजन लेयरलाई खण्डित गर्दै गयो। त्यसको लागि त्यसको रोक्नको लागि पहिला चाहिँ क्लोरोफ्लोरोकार्बनको प्रयोगलाई वर्जित गरियो। यो अहिले आइपुग्दाखेरि हामीले त्यसको सट्टा क्लोरोफ्लोरोकार्बनको सट्टा हाइड्रोफ्लोरोकार्बनको प्रयोग हुने गर्थ्यो र अहिले यो किगाली संशोधनले त्यसको पनि प्रयोगलाई क्रमिक रूपमा कम गर्दै लाने भनेको छ। 2016मा नै यो संशोधन पारित भइसकेको र आज हामी 8 वर्षपछि यसको छलफल हामी संसदमा यति बेला गर्दैछौँ र मूल रूपमा छलफल गर्ने क्रममा केही दायित्वहरू यो सन्धिको कारणले गर्दाखेरि यो केही दायित्वहरू हाम्रो नेपाललाई थपिँदैछ र मेरो प्रश्न पनि मन्त्रीज्यूलाई त्यो दायित्वहरू जे हामीले आइडेन्टिफाई गरेका दायित्वहरू छ त्यसकै सम्बन्धमा छन्। एउटा चाहिँ यसले के भनेको छ भने एचएफसी को आयात र उपभोगको नियन्त्रण गर्नुको लागि कानुनी संरचनाको व्यवस्था गर्नुपर्ने भन्ने दायित्व छ। त्यसको बारे अहिलेसम्म हामीले के गर्यौँ त 2016 देखि अहिलेसम्म हामीले के गरेका छौँ। त्यस्तै अर्को चाहिँ यसमा बेस लाइन 2020-21-22 को उपभोगको आधारमा हामी आफै चाहिँ उत्पादन गर्दैनौँ तैपनि प्रयोग गर्छौँ र त्यो 20 देखि 22 सम्मको लाई चाहिँ आधारभूत बेस लाइन प्रयोगको आधार मान्ने भनेको छ। त्यसको स्टडी के छ, हामीले अध्ययन सकिसकेका छौँ कि छैनौँ, बेस लाइन के हो त नेपालको लागि। अनि 2024 को प्रयोगलाई स्थिर राख्दै 2045 सम्म 80% चाहिँ हामीले प्रयोग घटाउने भनेको छ। त्यो पहिला त बेस लाइन कम्प्लिट भएको छ भने बेस लाइनले हामीलाई के भनेको छ 2024 देखि 2045 को बिचमा 80% प्रयोग घटाउनको लागि हामीले के गर्दैछौँ, मेरो अर्को प्रश्न। त्यसपछि हुन त यो वित्तीय प्रभावमा यहाँ हामीलाई दिएको वित्तीय प्रभावमा यो सन्धिको कारणले गर्दा खासै वित्तीय प्रभाव पर्दैन भनेको छ। तैपनि जुन खाले संरचनागत कानुनी संरचना र आयात घटाउनको लागि अथवा उपभोग घटाउनको लागि नै जुन खाले प्रावधानहरूको व्यवस्था छ त्यसले वित्तीय दायित्व पर्दै नपर्ने भन्ने विश्वास योग्य मलाई लागिराखेको छैन। त्यसले गर्दा हामीले इन्स्टिट्युसनल क्यापासिटी बिल्डिङको लागि पनि खर्च गर्ने वित्तीय दायित्व पूर्ण रूपमा यो जुन फन्डको व्यवस्था छ त्यसले नै भर्तेक गर्ने हो कि यसले हाम्रो राज्य कोषमा केही दायित्व थप गर्छ। यो मन्त्रीज्यूहरूको यसको विश्लेषण के छ मलाई त्यो पनि जान्न मन लाग्यो। र मूल रूपमा चाहिँ अब हामीले पहिला नै अन्तर्राष्ट्रिय रूपमा अग्री गरिसकेको अग्रिमेन्ट हो। स्वाभाविक रूपमा हामीलाई क्लाइमेट चेन्जको निकै ठुलो असर छ। यो ग्रिन हाउस ग्यासेसहरू घटाउनु पर्ने असर हामी कहाँ दायित्व छ। त्यो अर्थमा यो संशोधन पारित नगर्ने भन्ने प्रश्न त छँदै छैन। तर त्यो गर्दै गर्दाखेरि हाम्रो आफ्नै संस्थागत क्षमता वृद्धि, नियमन र संरचनागत सुधारको कामहरूमा चाहिँ कति ध्यान दिएका छौँ त्यो मन्त्रीज्यूलाई मैले ती प्रश्नहरू सोध्दै यहाँबाट बिदा भएँ। धन्यवाद।